नमस्कार सम्पूर्णलाई म रञ्जित पाल। मैले चाहिँ के भन्न चाहन्छु कि भन्दाखेरि हामी जन्मिनेदेखि नै 25 वर्ष हुन लाग्छ। 25 वर्षसम्म हामी पढ्दै बस्छौँ अनि पढेर पनि अझै हामीसँग स्किल छ कि छैन भन्ने कुरा डिसाइड हुँदैन। हामी स्किलफुल छौँ कि छैनौँ हामी आफूलाई डाउट हुन्छ कि। अनि ब्याचलर कम्प्लिट बेलासम्म हामी त्यहाँ पढ्ने बेलासम्म कि जति बेलासम्म पढ्छौँ नि हामीलाई केही कन्फिडेन्सै हुँदैन कि हामी यो काम गर्न सक्छौँ भनेर। जुन फिल्डमा हामी काम गर्दैछौँ नि, जुन फिल्ड पढ्दैछौँ त्यो फिल्डको लागि नि हामी आफै क्यापेबल छौँ भन्ने पनि लाग्दैन कि सर। यो नेपालको हाम्रो एजुकेसन सिस्टम यस्तो भइसकेछ जस्तो लाग्छ मलाई। अब हजुरहरूलाई लाग्छ कि लाग्दैन त्यो त थाहा भएन, तर मलाई लाग्छ सर। अनि म पनि ब्याचलर अध्ययनरत विद्यार्थी नै हो सर। 5th सेमेस्टर BBA दिव्यज्योतिमा म पनि अध्ययनरत विद्यार्थी नै हो सर। मलाई सम्पूर्णलाई, मलाई मात्रै होइन कि ब्याचलर पढ्ने सम्पूर्ण विद्यार्थीहरूले धेरै जस्तो मैले सोद्धाखेरि यस्तै भन्छन्। अनि किन भन्छन् भन्दाखेरि अब यस्तै हो, यही हो कारण। 25 वर्षसम्म हामी पढ्दै बस्छौँ। 25 वर्षसम्म हाम्रो बाबुआमाले हामीलाई धान्नुहुन्छ, सबै आर्थिक रूपले सबै हेर्न सक्नुहुन्छ अनि त्यसैले हामीलाई पढाउनुहुन्छ। तर जसको बाबुआमा आर्थिक रूपले कमजोर हुनुहुन्छ त्यसको चाहिँ हामीले के गर्ने, त्यसको पनि निष्कर्ष निकाल्न पर्यो भनेर सर मैले हजुरलाई भन्न चाहन्छु कि अब यस्तो शिक्षा प्रणाली यस्तो नगर्नुहोस् र आउने वर्षमा चाहिँ हाम्रो नीतिहरू अलि चेन्ज गरेर हाम्रो विदेशी नीतिहरू पनि राख्नु पर्यो। विदेशी नीतिमा पनि अब विदेशमा अस्ट्रेलिया अमेरिका जस्तो देशमा कसरी पढाइ हुँदैछ, दिनको 2 घन्टा कि 3 घन्टा पढाइ हुन्छ र त्यही काम अनुसार स्किल अनुसार क्षमता अनुसार उहाँहरूलाई इक्जाम लिन्छ। इक्जाम पनि अलि यस्तो हाम्रो देशको 3 घन्टामै सबै डिसाइड हुने भन्ने खालको त्यस्तो हुँदैन पनि। र त्यही अनुसारको नीतिहरू ल्याउनु होला र हामीलाई पार्ट टाइम जबको लागि पनि यसो व्यवस्था गर्नुपर्ने भयो। युवाहरू पनि आफ्नो क्यापेबल हुन् र आफ्नै पैसाले धान्न सकुन् भनेर मैले यो भिडियो बनाउन खोजेको हो। र आर्थिक रूपले आफै हामीले आफ्नो खुट्टामाथि उभियौँ, त्यसैले मैले हजुरलाई ध्यान आकर्षण गर्नका लागि मैले यो भिडियो बनाएको छु सर। प्लिज यो हेरिदिनु होला र राम्रोसँग हाम्रो शिक्षा प्रणालीमा अलि विकास गर्नमा मद्दत गरिदिनु होला। अहिलेको नयाँ सरकारलाई हामीलाई धेरै भरोसा छ र हाम्रो चाहना पनि अलि धेरै छ र चाहनालाई अलि म्यानेज गर्दै जान्छ। हामी पनि सेक्रिफाइस गर्दैछौँ, तर अब यो सेक्रिफाइस भन्ने समय होइन सर। अब हजुरको सरकार बनिसकेपछि, हजुर बालेन सरको सरकार बनिसकेपछि हामीलाई केही त केही चासो छ, चाहना छ। त्यसैले अब हजुरले एक्सन लिँदाखेरि अलि राम्रोसँग हाम्रो युवाप्रति अलि राम्रोसँग लिदिनु होला, त्यही भन्न चाहन्छु। हस्त, धन्यवाद।